आज गङ्गेटा पकाड्न जाँदा कति गङ्गेटा पकाडिन्छ होला त। अल राइट गाइज, आज चाहिँ भाइहरू आएर दाइ गङ्गेटा पकाड्न जाउँ न त भन्दो रहेछ। भाइहरूको डिमान्ड सुनेर म पनि गङ्गेटा पकाड्न जान लागेको। यता हाम्रो रितेश दोस्त काभ्रेली सम्धी बन्दीको। अब चाहिँ ढिला नगरिकन हामी चाहिँ चल्दीको खोलातिर। फाइनली गाइज अब चाहिँ हामी खोलातिर पुगिसकेका छौँ। खोलातिर पुग्न साथै हाम्रो फर्स्टमा एउटा सानो गङ्गेटालाई बोहनी भयो अनि सेकेन्ड टाइममा फेरि पनि हामीले एउटा ठुलो गङ्गेटा पकाड्यौँ। एक हिसाबले भन्दाखेरि आज हामी गङ्गेटा हन्टिङ नै गर्न आएको हो। आज चाहिँ हाम्रो लक्की डे हो क्या हो, तेस्रो प्रयासमै तेस्रो गङ्गेटा पनि पकाड्यौँ त। यो देखेर केटाहरू झन् जोसिएर पकाड्दै जाँदा फेरि पनि एउटा पकाड्यौँ। आएको आधी घन्टा भित्रमा हामीले चाहिँ यति गङ्गेटा पकाड्न सफल भइसकेको छौँ। त्यसपछि हामी आफ्नो नेचुरल कुवामा पानी खाएर एकछिन थकाइ मार्यौँ। एकछिन थकाइ मारेर हामी फेरि अगाडि बढेर गङ्गेटा पकाड्न जारी राख्यौँ। अहिलेसम्म हामीले समातेको मध्येमा सबभन्दा ठुलो र छिप्पाड गङ्गेटा यही रहेको छ। गङ्गेटा पकाड्ने क्रममा मलाई हातमा हल्का सानोतिनो चोट पनि लाग्यो, जसकारण मलाई हल्का पेन पनि फिल भइरहेको थियो। भिडियोलाई अगाडि बढाउँदै गर्दाखेरि म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु। त्यो कुरा चाहिँ के हो भने मैले चाहिँ यो गङ्गेटाहरू खादिनँ, किनभने मैले चाहिँ यो खानु हुँदैन। सो फाइनली गाइज एट द एन्ड हामीले चाहिँ यति गङ्गेटा पकाडेको छौँ, जुन चाहिँ एकदम थोरै भए पनि पकाड्नु चाहिँ धेरै मेहनत लागेको छ। यस्तो गर्मीमा खोलातिर आएपछि ननुहाउने कुरै हुँदैन, त्यसैले म नुहाउन तर्फ लागे। यता भाइहरू पनि रमाइलो गर्दै नुहाइरहेको थियो। सो गाइज अब चाहिँ हामी होटेलमा खाजा खानु बसेको र मेरो यो प्यारो भाइहरूको केही शब्दहरू सुनिदिनु हुन अनुरोध गर्दछु। यति भन्दै थ्याङ्क्स फर वाचिङ, लभ यु अल गाइज, बाई बाई, सी यु टुन। गङ्गेटा समातेर आएको हो